कसैको बेलामा तिम्रो आँखामा बगेको आँसु म पुस्छु मेरो बाछा हो भाइ खोज्छु के म खोज्छु समय लाग्छ म गर्छु सबैलाई नमस्कार म अर्जुन भुसाल कृष्णको जुन एउटा परिचय खोजीको क्रममा हामी थियौँ डिएनए को रिपोर्ट मेरो हातमा छ तर यो डिएनए को रिपोर्ट मैले भनेअनुसार हामीले सोचेअनुसार एउटा भाइको जीवनका लागि राम्रो हुन्छ कि भन्ने मैले सोचेको थिएँ तर जे हो त्यही भन्नुपर्छ तपाईको डिएनए चाहिँ मिलेन भयो कुरा मैले भर्खरै रिपोर्ट आएर हेरिसकेपछि 0% कुनै पनि एंगलबाट मिलेन बुवा छोराको यदि डिएनए मिलेको भए 99% आउँथ्यो रे हजुरको कुनै पनि एंगलबाट नमिलेको भन्ने आएको छ मैले जे हो त्यही बताउनु पर्यो 0% डिएनए को रिपोर्ट 0% यो भनेको कुनै पनि मिलेन भन्ने हो मैले अब यो त देखाउनु पर्यो नि त हैन तिम्रै फोटो हो यो उहाँकै फोटो हो ल्याबको रिपोर्ट हो यसको स्याम्पलमा कुनै पनि मिलेको रहेछ मैले भर्खरै अब लिइसकेपछि थाहा पाएँ म त झन् परिवार मिलन एकदमै खुसीको क्षण होला भनेर आएको थिएँ एकदमै मलाई नरमाइलो लाग्यो छैन कुनै पनि मिलेन यता पनि 0% अगाडि पनि 0% केही पनि छैन एकदमै प्रयास गरे थियो कहिले कहिले मानिसलाई हुन्छ अप्ठ्यारो हजुरलाई मिल्छ नै भन्ने लाग्यो मिल्छ नि भन्ने लागेको थियो छोरै भन्ने लागेको थियो तिमीलाई के थियो त्यस्तै लागेको थियो मिलेन के भन्छ यस्तो बेलामा केही भन्दिनँ मिल्छ तिम्रो दुःख मैले बुझ्छु तिमी एउटा सङ्घर्ष गर्ने मान्छे दाइ छ नहात्तिनु है खोज्छ हुन्छ तिम्रो परिवारै खोज्ने हो सायद उहाँ पनि ठुलो हृदयका साथ उहाँको नि त छोरा हराएको छ मेरो पनि एकदम आशै थियो त्यत्रो मिडियामा भन्दा पहिलादेखिबाट नआउनु अनि उसको पनि परिचय नखोल्नुमा म त मिल्छ भन्ने 100 मा 100 मिल्छ भन्नेमा थिएँ मिलेन रिपोर्ट नमिलेपछि मैले पनि तपाईँको छोरो हो तिम्रो बुवा हो भन्न मिल्यो त मिलेन सर मिलेन यो त अलि धेरै नमजा भयो कि सरले अब यो सबै कुरो खुसीको लागि उहाँदेखिबाट दुःख पाउनुभयो अब यहाँ आएपछि अलि नरमाइलो अलि खल्लै भयो नि नरमाइलो लाग्दो रहेछ नरमाइलो त भइहाल्छ नि हामी पनि त अब चाडबाडको मुखमा सबैको परिवार मिलोस् भेटियोस् अझ मैले त बाबुलाई भनेको पनि थियो अब मिले पनि नमिले पनि रिपोर्ट आए पनि नआए पनि अब हामी एउटा मिलेछ भने बाउछोरा भयौँ मिलेन्छ भने काका भतिज भएर पनि सँगै बसेर दसैँ मानौँ भनेर बिहानसम्म पनि फोन गरेको मैले म अस्ति साइन लिन आउँदा नि भन्नुभएको थियो भनेको हो मैले किन भन्दाखेरि अब मिल्नै पर्छ भन्ने जरुरी पनि छैन हेर्नुहोस् मिल्यो भने बाउछोरा आउँला नमिले काका भतिज आउँला सँगै बसौँ सँगै दसैँ मानौँ 3 दिनको लागि भने पनि सँगै बसौँ भनेर मैले बाबुलाई नि भनेको हो त्यो मलाई नि मिल्छ भन्ने लागेको थियो मलाई पनि 100 मा 100 मिल्छ भन्ने लागेको थियो अब यहाँ आएपछि अलिक नमजाइ भयो कता कता त रामबहादुर बस्नेत नै अब उसलाई लिएर हिँडेको रामबहादुर बस्नेतले काम गरेको ठाउँमा भनेका हिसाबले कता रामबहादुर बस्नेत नै उनको बुवा हो भन्ने मलाई पनि भइरहेको हो तर प्रसङ्ग त्यही टाइममा हजुरको मान्छे हराएको त्यही टाइमको समय ठाउँ पनि मिल्नु उमेर पनि लगभग मिल्नुको हिसाब 1.5 वर्षको भन्ने 2 वर्ष भन्ने तलमाथि त भन्नको गल्तीले पनि तलमाथि हुन सक्छ केही छैन तपाईले ठुलो हृदयका साथ तपाईँ पनि आइदिनु बधाई तपाईलाई धन्यवाद म त आउँछु मैले त भनिहालेँ नि बडा दशैंको शुभकामना एकदमै तपाईलाई पनि धन्यवाद कृष्ण नआत्यो बाबु त्यही पनि अब हामीले पनि अब हुनेसम्म मिलेसम्म हुन्छ भनेको अब तिमीले पनि एउटा मात्र परिचय अब नहोला र तिमीले पनि खोल्न सकेन होला त्यसमा अब तिम्रो पनि गल्ती छैन मेरो पनि गल्ती छैन दुवैजनाको भनौँ न अब एउटा न एउटा परिचय तिमीले खोलेको भए आज हामी यहाँसम्म जानु पनि पर्दैन थियो अब मैले पनि भने तिमीलाई कुनै स्कुलको याद छ कुनै बहिनीहरूसित बसेको याद छ भने तिमीलाई फोटो पनि देखाएँ मैले अझ यत्रो लामो समयसम्म तिमी अझ याद गर कुनै न कुनै एउटा कुरो भने नि याद भयो भने यसको उ पनि नगरौँ पनि मैले भनेको हो अब तिमीले पनि याद गर्न सकेनौ अब तिम्रो पनि गल्ती छैन मेरो पनि छैन दुवैजनाको केही दुःख लागेको भन्ने ठाउँ पनि रहेन हामीले मेडिकल त्यसलाई त एक्सेप्ट गर्नु पर्यो त्यो त पर्यो मैले अस्ति नै भन्नु मिलेर आएपछि जस्तो भए पनि म जुनै जे भयो म लिएरै जान्छु भने हो तिमीलाई
छोरा सन्तोषले त खोज्नु पर्यो। पर्यो त्यो त खोज्नु सुभाष पर्यो। कि सन्तोष? सन्तोष सन्तोष नेपाल। सन्तोष नेपाल उहाँको छोरा सन्तोष नेपाल विगत लामो समयदेखि सम्पर्कविहीन छन्। आफ्नो छोरा हो कि भन्ने आशा बोकेर विगतलाई बिर्सिएर आफ्नो डिएनए दिन आउनुभयो, आफ्नो ब्लड दिनुभयो, कतै मेरो छोरा हो कि भनेर। सायद उहाँहरूका परिवार आफ्ना आफन्ती यो क्षणमा यति खुसीका साथ आउनु भएको छ। मैले यति मान्छेहरू आउनुपर्छ भने पनि होइन, के रिपोर्ट हो थाहा छैन, भोलि धेरै भिडभाड भएर तपाईँहरूलाई गाह्रो होला भनेको थिएँ, तर पनि केही उहाँहरूका आफ्ना आफन्ती आउनु भएको छ। सायद दुःखको छेड हो, आज दसैँ पर्सि छ। मलाई लाग्थ्यो उहाँहरूको एउटा मिलन होस्, पारिवारिक मिलन होस्, मानवताको समाज बनोस्, इमान्दारिताको समाज बनोस्, कोही नागरिक सडक पेटीमा अल्पत्र हुन नपरोस्, अनागरिक भएर बसिरहेकाहरू नागरिक हुन पाउन्, अभिभावकविहीन भएर परिचयविहीन भएर जीवन जिइरहेका कृष्णहरूले नयाँ जीवन पाउन् भन्ने चाहना हो। के पाउनु थियो र? आज यो उमेरको एउटा युवा आज उसको केही परिचय छैन नि, केही छ त? केही पनि छैन। न बाउ न आमा न घर न आफ्ना आफन्ती, जीवन कष्टकर छ, परिचय छैन। सबैका घरमा दसैँको उत्सव छ, तर उसलाई आफ्ना मान्छे चिन्ने अवसर छैन, आफ्नो आइडेन्टिटी छैन। दसैँ त के, उसको लागि केही पनि छैन। दसैँ आउँछ जान्छ, म दसैँमा कसको घर जाने, कसका जाने, कसले टिका लगाइदिने, कसको आशीर्वाद थाप्ने एउटा युवाले? यस्तो जीवन कसैले जिउन नपरोस्, यस्तो जीवन कसैलाई नपरोस्। बरु ठुलै रोग लागे पनि उपचार गर्न जाने ठाउँ हुन्छ, तर कृष्णको रोगको उपचार गर्ने कुन ठाउँ छ? त्यो ठाउँ छैन। परिवार नहुँदाको पीडा, आफ्ना आफन्ती हुँदा नहुँदाको पीडा, कमाएर 2 रुपियाँ राख्ने ब्याङ्क नहुँदाको पीडा, बिरामी भएर अस्पताल जाँदा आज टिपाउने नाम के हो भन्ने थाहा नहुँदाको पीडा, एउटा जन्मदर्ता हुँदाको नहुँदाको पीडा, हुँदा नहुँदा कस्तो हुन्छ, हुँदाको खुसी नहुँदाको पीडा। कैयौँ पीडा बीच जीवनको 25 वर्ष गुजारेको एउटा युवा, कृष्णले कतै उसको आफ्नो मान्छे भेट्छ कि भन्ने आशा थियो। लाग्यौँ डिएनएका लागि पनि अथाह प्रयत्न। रुन मात्रै सकेका छैन, रोएर आँखाभरि हाँसो देखाउँ कसरी? उसैलाई गाह्रो होला भनेर, तर उसको हिक्मत म बढाउँछु। कृष्ण म गर्छु, नरौ, टेन्सन नलिऊ। तिम्रो आँखामा बगेको आँसु यो दसैँको बेलामा तिम्रो आँखामा बगेको आँसु म पुस्छु। मेरो बाछा हो भाइ, खोज्छु के म खोज्छु, समय लाग्छ, म गर्छु। हाम्रो पनि त समाज हो, तिमी पनि त मेरो मान्छे हो, हामी सबैको मान्छे हो नि। जीवनको 25 वर्ष कहिले कसको भाँडा माझ्या छ, कहिले कसकहाँ गएको छ, आफ्नो ठेगान छैन, पर्सिको चाड मनाउने घर छैन, आफ्ना मान्छे को हुन् थाहा छैन। यस्तो जीवन कसैले जिउन नपरोस्, म बिन्ती गर्छु। मानवताको समाज बनाऊ। यस्ता भाइ बहिनीका लागि राज्यले सोचिदियोस्, उनीहरूको जीवनका लागि सोचिदियोस्। म अझै पनि भन्छु, अब त हामी रामबहादुर बस्नेत नै खोज्नु पर्ने भयो। रामबहादुर बस्नेतको कुनै परिवार कहीँ हुनुहुन्छ भने आइदिनुहोस्, म बिन्ती गर्छु। म 4-5 लाखकै पुरस्कार राखिदिनेछु। 4-5 लाखको पुरस्कार परिवारै आएछ भने पनि जुटाएर दिने बाचा गर्छु। आइदिनुहोस्। 1 लाख त 12 नगरपालिकाले आएको खण्डमा दिने भनेको छ, बाँकी 4 लाख अरू मान्छे भएर जुटेर भए पनि 5 लाखको पुरस्कार दिन्छौँ। कोही आइदिनु भयो भने उसको जीवन बदल। कृष्णको जीवन जस्तो कष्टकर जीवन कसैको बनेन। हामीसम्म आएका धेरै भाइ बहिनीले परिचय पाए, सायद उनीहरूले अहिले उत्सव बनाउँदैछन्, अहिले आफ्नो घरमा रमाइलो गर्दैछन्, तर कृष्णकै हामीलाई कठिन भइरहेको छ। कतै डिएनए मिल्छ कि भनेर प्रयत्न गऱ्यौँ, तर डिएनए मिल्दिएन। कसो के लाग्छ? न कृष्ण राईले चिचाएर हुने, न रोएर हुने, न काटेर, न पिटेर, न केही गरेर हुने। केही गरेर पनि त भएन, न आफ्नै छट्ट पारेर लौ म हो भनेर पनि भएन, छातीतिर देखाएर पनि भएन। भइदिएको भए लान्छु भन्नुभएको थियो। बिहानसम्म पनि जे होस् छोडिदिउँ, म स्वीकार्छु पहिला पनि भन्नुभएको थियो। तर पनि कानुनी प्रक्रियामा गएको चिज त्यहाँ गइसकेपछि त्यसलाई नमान्ने भन्ने हुँदैन। म मान्छु,
म उहाँलाई सम्मान गर्छु। तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु, किनभने तपाईँले मेरो लागि धेरै दुःख गर्नुभयो। यो भाइको लागि अब त्योभन्दा पछाडि पनि अब हराएको सन्तोषलाई पनि खोजौँ। नरौ बाबु नरौ, म खोज्छु। किन तिम्रो मिल्छ भन्ने मलाई 100मा 100 थियो। नमिले पनि त्यस्तो केही आपत्ति मान्नु पर्दैन। तिमी भतिजो हो, मसित हिँड बस 3 दिन मजाले दसैँ मानौ, काका सम्झौ मलाई। हुन्छ मलाई काका सम्झौ, म तिमीलाई लगेर 3 दिन दसैँ मनाएर आज मसित जाने, अनि भोलि पर्सि 3 दिन दसैँ मनाएर अनि मात्रै पठाउँछु म तिमीलाई। हुन्छ, यसलाई सल्लाह गरेर जाने पनि जानु होला, केही भएन। यही नै हो। सबैलाई धन्यवाद। सबैको घरमा उत्सव होला, रमाइलो गर्नुहोस्। तर कृष्णको लागि उत्सव छैन। कृष्णको उत्सव परिवार खोजेपछि मात्रै हुन्छ, उसको परिचय बनेपछि मात्रै हुन्छ। उसले जीवनका 24-25वटा दसैँ त त्यसै बितायो, त्यत्तिकै गयो। अहिलेको दसैँ पनि उसका लागि केही पनि छैन। आशा थियो, झिनो आशा, कतै परिवार हो कि भन्ने थियो। झिनो आशा भन्दा मलाई चाहिँ मोटै आशा थियो, हजुरलाई थियो, मलाई पनि मिल्छ कि भन्ने थियो। यही नै हो। सबैलाई धन्यवाद। सबैको राम्रो होस्। नमस्कार।